hello guys, welcome to my YouTube channel. First of all, अनि आज चाहिँ हामी नर्मल मेकअप सिक्नेछौँ. जस्ट 1 2 3 4 4 प्रोडक्टले जस्ट सो सुरु करते हैं हम. सुरु गर्दै यसमा प्राइमरको रूपमा चाहिँ मैले भ्याक्सिनको प्रयोग गर्छु. भ्याक्सिनको होइन एकदम राम्रो लाग्छ मलाई, किनभने यसले राम्रो रिजल्ट दिएको हुन्छ. त्यसमा पनि टिकाउँछ. मैले कहीँबाट सिकेको भन्दाखेरि यस्तै भिडियो युट्युबबाटै सिकेको हो. थोरै लिने, हातमा म्यास गर्ने, लगाउने. यो चाहिँ मेरो रियल फेस है. हिजो हालेको भिडियोमा चाहिँ थोरै नै राखेको थिएँ, त्यही भएर स्मुथ गरेको थिएँ. रियल फेस हो यो. यसमा बेस गर्नको लागि चाहिँ हामी फाउन्डेसन लगाउनेछौँ. फाउन्डेसन फिटमीको 332को सेट मैले हिजोको भिडियोमा पनि भनेको थिएँ. अनि फाउन्डेसन चाहिँ कहिले नै यसरी राख्नु हुँदैन. अनि चाहिँ कहिले पनि ब्लेन्डर कसरी राखेर ट्याप गर्नु हुँदैन. के हुन्छ है. अनि सुरुमा चाहिँ आफूले जति चाहिन्छ त्यति यहाँ राख्ने, यहाँ त्यसरी राख्ने, वार्मअप गर्नेलाई यसरी वार्मअप गर्ने एकछिन यसरी वार्मअप गरेर अनि यसरी फलाउनु हुँदै यसरी गरेर लाएर अनि यो चाहिँ भिजाउनु पर्छ है गाइज. सो अनि यसलाई ब्लेन्ड गर्ने यसरी ब्लेन्ड गर्ने. यसलाई नै ब्लेन्ड गर्ने. अनि यो चाहिँ मैले आज भिडियो बनाउनु थिएन होला, तर बट मेरो स्मल सर्ट भिडियो सुट गर्न छ, त्यही भएर भिडियो बनाएको. हेर्नु सक्नुहुन्छ. यसरी नै हजुरहरू पनि मेकअप गर्न सक्नुहुन्छ. मैले युट्युबमै हेरेर सिकेँ हो. युट्युबमा आएर अनि मैले मोल्डिङ पनि गरेको थिएँ त्यही बिचमा. अनि मोल्डिङ पनि हामीलाई सिकाउनु भएको थियो. मेकअप किन गर्ने भन्दाखेरि आफ्नो सेल्फ कन्फिडेन्सलाई अगाडि बढाउनको लागि चाहिँ गरिन्छ है. अनि घाँटीमा लाउनुपर्छ, किनभने घाँटीमा लाएन भने चाहिँ यहाँको भएको छुट्टै भयो भने त राम्रो देखिँदैन नि त. त्यही भएर सो लगाइसकेँ. यसपछि खासै यसपछि लगाउने चाहिँ कन्सिलर हो होइन. यसपछि लगाउने चाहिँ खास गरी कन्सिलर हो. बर हजुरलाई चाहिँ नयाँ ट्रिक सिकाउँछु. सुरुमा चाहिँ ब्लस लाउनु होला. ब्लस चाहिँ मैले चाहिँ रोमान्टिक मेको माउथ लिक्विड ब्लस युज गर्छु. यसलाई पनि यसको पनि धेरै अप्सनहरू हुन्छ, कसरी लाउने भन्ने हुन्छ. बट हजुरलाई जस्तो राम्रो लाग्छ त्यसरी नै. म चाहिँ यलको सेपमा चाहिँ लगाउँछु. म चाहिँ पछाडिको पार्टले ब्लेन्ड गर्दै कहिले यसरी होइन, यसरी ब्लेन्ड गर्नुपर्छ है. यसरी ब्लेन्ड गर्नुपर्छ. सिम्पल हो. नर्मल मेकअप सिकाउँदैछु हजुरहरूलाई मैले. सो सिम्पल छ, धेरै पनि छैन. बटमा चाहिँ अलिकति चिक्स चाहिँ अलिकति बुझ्ने राख्छ. त्यही भएर म चाहिँ हातमा अलिकति यसरी राख्छु. यसरी राखेर फेरि यहाँ ब्लेन्ड गरेर यसरी ब्लेन्ड गर्छु. ओके, यसरी ब्लेन्ड गर्छु. यस्तो नर्मल वे. ओके, त्यसपछि म चाहिँ कन्सिलर लगाउँछु. कन्सिलर चाहिँ मसँग चाहिँ मिस रोजको कन्सिलर छ. सेड नम्बर थाहा छैन, लाइट सेडमा हो. अनि यो चाहिँ ट्याक्क मेरो स्किन म्याचवाला हो. त्यही भएर अनि म चाहिँ जहिले गर्दा चाहिँ लाउँदा चाहिँ यसरी है, किनभने यहाँ धेरै नै प्रोडक्ट हुन्छ. त्यही भएर यहाँ लगाउने. बस हाइलाइट हजुरले कहाँ गर्नु हो त्यो त्यहाँ भयो भने मात्रै लगाउन सक्नुहुन्छ.
मेरो चाहिँ यहाँ छैन जस्तो लाग्यो, त्यही भएर म त्यहाँ लगाएँ। सो ब्लेन्ड गर्ने, अब चाहिँ यसलाई चाहिँ ब्लेन्ड गर्ने। नर्मली यसरी गर्नु हुँदैन, कहिले पनि स्वाप गयो भने हजुरको प्रोडक्ट सकिन्छ, त्यहाँबाट झर्छ र के हुन्छ, तर ड्याप मोसनमा ब्लेन्ड गर्ने। ब्लेन्ड पनि गइसक्यो, रहेछ अझ बल्ल राम्रो देखियो भने यस्तो गर्दा चाहिँ ब्लस चाहिँ नेचुरली देखिन्छ। अनि आज चाहिँ म लगाउँदैछु ब्राउन कलरको मिड लाइनर सु कटर छैन, पासो चाहिँ म यसमा चाहिँ यसलाई मोइस्चराइजर गर्ने। हामीले त्यहाँ सफा गरिसकेपछि वाल चाहिँ लगाउने स्टाइल चाहिँ यसलाई लगाउँछु। अब जुन सेटको हजुरलाई मनपर्छ नि त्यही सेटको लगाउन सक्नुहुन्छ है। मैले जुन लगाएको छु त्यो लगाउनुपर्छ भन्ने छैन। पुरा भइसक्यो। म ब्राउन सेडकै लगाउन गइरहेको छु। 3Q ब्युटीको लिप ग्लस। म त्यो मेरो लिप ग्लस सक्यो, तर अलिकति छ। हेन्डसम हुन्छ, सिम्पल मेकअप भयो। यो चाहिँ मेकअप चाहिँ अझै कलेजहरूमा गर्न सक्नुहुन्छ, जस्ट सिम्पल मेकअप हो। अनि यति नै हो मेरो चाहिँ। अनि यसलाई ट्रान्सपेरेन्ट नहुनुलाई चाहिँ बेकिङ पाउडर लगाउन चाहिँ नबिर्सनु होला, मजा लगाइन। सो यति नै थियो। मेकअप कस्तो लाग्यो हजुर कमेन्ट गर्न सक्नुहुन्छ। अझै अरू मेकअप सिक्न चाहनुहुन्छ भने मलाई चाहिँ कमेन्ट गरेर भन्न सक्नुहुन्छ। सो बाई बाई गाइज, च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त गाइज, बाई बाई।